तरुल तरुल आज म हाम्रो बारीमा तरुल खन्न जाँदैछु। तरुल खन्नको लागि कोदालो र यो गल लिएर अब चाहिँ हामी तरुल खन्न जान लाग्छौँ। आज हाम्रो बारीको तरुल निकाल्ने कार्यक्रम छ। ल आज चाहिँ बाबाले तरुल खन्दै हुनुहुन्छ र यो चाहिँ हाम्रो बारी यसरी ट्याक्क मम्मी बाबाले चाहिँ एकदम लगाउनु भएको छ। आज तरुल खन्ने प्रक्रिया पनि हामीले हेर्छौँ है। हाम्रो लसुन चाहिँ अलि भएको छैन र तरुल चाहिँ हाम्रो यता छ। अब यहाँ तरुल छ हाम्रो। हजुर अस्ति नै खन्न चाहिँ यहाँ अलिकति यताको चाहिँ खनेर खायौँ र यो चाहिँ खन्न बाँकी छ। आज चाहिँ यहाँको तरुल खन्ने हो। अब म खन्न सुरु गर्छु। मम्मीले पनि खन्नुहुन्छ कि हजुर एक्लैले हो? होइन, सबैले मिलेर खन्ने हो। अब मैले यहाँ यसरी अब तरुल खन्ने हो। यहाँ तरुल निकाल्ने हो यहाँ। तर अलि साह्रो भएर बसेर छ, पानीले खादियो। कम्मरमा पछ्यौरी पटुकी बानेर खन्ती है त। ल है कत्रो कत्रो तरुल छ। यो यहाँ तरुल छ, यसो वरिपरि खनेर अनि निकाल्नुपर्छ। यो यहाँ तरुलको चाहिँ यहाँ चाहिँ के छ त, यहाँसम्म छ पोहोर हामीले लगाएको तरुल फलेर माथिसम्म ढिक्को भएर बसेको छ। ल निकाल्नुपर्छ। अब कत्रो निस्किन्छ तरुल भन्ने कुरो अब यहाँ खनेपछि जरा यसरी जरा आएको तरुल माथि जरा गएछ। ल टाढा खन्नुपर्छ। नजिक यस उताबाट जराएर यता निस्किया तरुल खत्तम बनाउँछ क्या। किन माथि उठायो भने जराएर छ, धेरै ठुलो छैन क्या। पुरै दायाँ बायाँको माटो यसरी फाल्नुपर्छ। निकै गहिरो गछ कि जस्तो थियो, तर यो त उले फाल्नुपर्छ खन्तीले। ल आउनु लागिसक्यो है तर कतै पाहाडको चिसुरे भनेको त के हो रे यो तरुल? यो जाते तरुल हल्लिसक्यो। यो माटो झराले नि त खन्तीले त्यो त होइन, सडन सड यस्तो हो क्या यो। अझै खन्न पर्ने भयो, आएन। निकै ठुलो तरुल त। अब यतापट्टि खन्नुपर्छ। खै छोड त, निकै गहिरो खन्ने है। अब हल्ला हेरौँ त। यहाँनिर एउटा यो माटो अलिकति झार्दिउँ त यहीबाट। एक्लै त कहाँ सकिन्छ आएर छ अझै यतापट्टि यता हेरी यता खन्नु पर्ने रहेछ। खन्तीले खन्ने के अब कसरी निकाल्नु बाबा? ल जुरुको उचालेर ला भाँचियो, बर्बाद भयो। भाँची नि उचाल्नु, जसरी नि भाँचियो त्यसलाई निकाल्नु। ल
ल है उता जानु पर्छ ल ढाड सड्किने होला ए तरुल तरुल आमा त्यत्रो भएको छ आमा कतिले राम्रो ए लाउनु के हो यस्तो झोपै झोपा परेको खै ढाड छ छ छोड 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 ढाड सड्किन्छ हो 25 किलो 25 किलो होला गएर खन्न तरुल सक्यो है बाबा तरुल लास्टै भयो कति किलो छ 25 किलो छ खै उचाल्न नसकिन्छ के अरे 25 किलो छ बढी होला ल मम्मीले र मैले ल उचाले त कहाँ लाने होला नि यहाँ लैजाउँ ओइ ओइ 25 किलो भन्दा ए यहाँ 30 किलो जति होला सिलिन्डर कति केजी हुन्छ सिलिन्डर खाली 15 किलो हुन्छ हैन ओइ 15 किलो हुन्छ हैन ए भरि के ल यहाँ आएर तरुलको यत्रो तरुल बारीमा फलेको रहेछ छोरी ल हेर राम्रो चरा हेर्नु त कस्तो कलर उता जाऊ चरा हेर्नु त त्यो चराको त्यस्तो आउँछ निलो कलरको चरा र तिमी उता जाऊ त म यहाँ त्यत्रो खाल्टो खनेर यत्रो ठुलो तरुल निकाल्यौँ अब बेसरी फलेछ यसपालि तरुली ए उचाल्नै नसक्ने भएर फलेछ खुसी लाग्यो एकदम है मलाई नि एकदम खुसी लाग्यो आज मम्मीले मैले छोरीले भएर चाहिँ तरुल निकाल्यो ल